हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो फेरि अर्को नयाँ भिडियोमा। अनि आई होप तपाईँहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि सबैजनालाई ह्याप्पी दसैँ। अनि मेरो चाहिँ दसैँको छुट्टी छ नि त, त्यही भएर रुममा बस्दा बस्दा वाक्क दिक्क भए। अनि म अनि मेरो घरवाला आयो घुम्न जाँदैछौँ लाखुरी भन्ज्याङ साथीहरू। मौसम चाहिँ यस्तो छ, खै घाम त घामै छ अलिअलि, तर कस्तो पानी पर्छ जस्तै हुन्छ क्या, पानी पर्छ जस्तै भइरहेको छ नि त। तर आई होप पानी चाहिँ नपरोस्, आशा छ पानी चाहिँ पर्दैन। पानी पऱ्यो भने त उता अलिक बाटो डेन्जर छ नि त। त्यही भएर साथीहरू तपाईँ पनि हामीहरूसँग इन्जोय गर्नु। तपाईँहरूलाई पनि लाखुरी भन्ज्याङको भ्यूहरू हेराउँछौँ हामीहरू। हेर्नु न कस्तो राम्रो हेरिरहेको छ त्यो पहाडहरू। अनि हामीहरू चाहिँ यता छौँ, यो मेरो स्ट्यान्ड हो टिकटक बनाउनलाई। अनि आधी बाटो त आइसक्यौँ हामीहरू। अब अझै टाइम लाग्छ, आधा घन्टा लाग्छ साथीहरू लाखुरी भन्ज्याङ पुग्न। बाटो चाहिँ राम्रै छ, उता अगाडिमा चाहिँ अलिक बाटो चाहिँ अलिक नराम्रो छ। हामीहरू चेकिङमा परिसक्यौँ, तर केही छैन, हाम्रो सब थोक छ नि त, डर छैन अरे क्या। गाइज हामीहरू चाहिँ यहाँ आइसक्यौँ। अब माथि जानुपर्छ, यो भडाङ छ क्या, भडाङ कति लाग्यो यस्तो छ गाइजहरू बाटो। सिडीमा चढ्नु पर्ने रहेछ हौ, डेन्जर छ। तर पानी पनि पर्न स्टार्ट गरिसक्यो। अरू मान्छे चाहिँ भर्खरै माथि गइसक्यो, अरू चाहिँ धेरै नै, अरूभन्दा पनि धेरै नै मतलब आइसक्यो, फर्केर घुमिसकेर। हामीहरू चाहिँ भर्खर गइरहेको छ। बाफेमा म त यतिमै स्यास्या भए, कोही पनि छैन हौ, सबैलाई दसी लाग्यो कि क्या हो। गाइज म थाकेँ यति थोरै हिँडेर। भ्यूहरू तपाईँहरू हेर्न सक्नुहुन्छ, यस्तो छ। तर म चाहिँ डेन्जर गलेँ क्या, यति नै चढेर गलिसकेँ। तपाईँहरू हेर्न सक्नुहुन्छ, पानी पर्न थालिसक्यो। स्यास्या भयो, बाफ्रे भएको न असर हो यो त्यसो त। गाई त्यहाँबाट चाहिँ कस्तो राम्रो हेरिरहेको छु, तपाईँहरूलाई नै पनि हेराउने छु म। तपाईँहरू हेर्न चाहनुहुन्छ भने हेर्न सक्नुहुन्छ। चल त, अब हामीहरू चाहिँ अगाडि गइरहेछौँ साथीहरू। यता जाँदैछौँ नि त, गइरहेछौँ। छाता चाहिँ बोक्नु पर्ने रहेछ, तर कस्तो छाता पनि बोकिन। पुलिसहरू पनि हुँदो रहेछ त। कता थियो एउटा बाइक लाने उता उता छ भ्यू त मेन। यहाँ त खासै केही पनि छैन, मतलब खासै केही पनि छैन भन्दा पनि राम्रै छ, नराम्रो भनेको होइन, राम्रो छ। तर हामी चाहिँ खासमा यो कुरा गरेको साथीहरू यहाँ जाने भनेर, तर अब खै अब एकछिनमा जान्छौँ, यता घुम्छौँ नि त, यता घुम्छौँ, भिडियोहरू बनाउने, फोटोहरू खिच्ने। यत्रो टाढा आएको त के काम लाग्छ, नभए फोटोहरू पनि खिच्न पाएन भने त। अनि उता पनि जाने हजुरहरू, त्यहाँ अगाडि छ मान्छेहरू फोटोसोटो के खिचिरहेछ, हामीहरू घुमिरहेछौँ।
आज हामीहरू चाहिँ लाखुरी भन्जाङ पुगिसक्यौँ होइन अनि हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो राम्रो छ यहाँबाट पुरै काठमाडौँ त नभनौँ तर कस्तो राम्रो हेरिरहेछ सबै थोक तपाईँहरू यदि आउनुभएको छैन भने अवश्य आउनुहोला धेरैभन्दा धेरै राम्रो छ फोटो खिच्न भिडियो बनाउन चाहिँ पर्फेक्ट छ भ्यूहरू त्यही भएर तपाईँहरू आउनु कहाँ बस्दै हुनुहुन्छ काठमाडौँको यहाँ लुबुभन्दा भित्र पर्छ तपाईँहरू अवश्य आउनुहोला भ्यू ल सिनेमेटिक सान्दिम देख्न सक्नुहुन्छ होइन क्या जे हो अब मेन भ्यू भनेको कहाँ हो भनेपछि हामी खासमा कहाँ जाने भनेको होइन यता देख्न सक्नुहुन्छ होइन यो यति छ हामी खासमा जाने भनेको उता हो अब मेन यो ठाउँमा देख्दै हुनुहुन्छ होइन यो ठाउँमा जाने हो मेन गाइजहरू हामीहरू चाहिँ फोटो खिचिसक्यौँ फोटो भिडियो धेरैभन्दा धेरै बनाइसक्यौँ अब हामी अर्को ठाउँ भन्नाले पनि यही ठाउँको अर्को ठाउँ घुम्न जान लागेको छौँ क्या त्यहाँ फोटो खिच्नु पर्यो नि त्यहाँ त्यसमा गएर फोटो खिच्ने हो क्या हामीहरू अनि पानी पनि अलिअलि अहिलेसम्म परिरहेकै छ तर त्यति धेरै चाहिँ परेको छैन गाइजहरू कस्तो रमाइलो भइरहेछ कि नै रमाइलो भइरहेछ अलिअलि पानी परिरहेछ झन् रमाइलो भइरहेछ आप धेरै नपरोस् यति मात्र हो नि चारैतिर छ थोरै थोरै मान्छेहरू हामी चित्ता छौँ कान्छी यता फोटो राम्रो आउँछ यो साइडमा देख्न सक्नुहुन्छ होइन लिक्विड द भ्यू इङ्ग्लिस त बोल्न आउँदैन तै पनि हल्का ट्राई खानिदिएको लखुरी भन्जाङमा यस्तै छ गाइज यहाँ हेर्ने भनेको होइन यस्तैहरू यो भ्यू भयो उता भ्यू पोइन्ट भयो यता भयो बस यति हो यहाँ पानी परेर बिजोग छ के हुँदैछ म्याम आयो म गलिसकेँ साथीहरू तपाईँहरूलाई के भन्नु एकदम थाकिसक्यो तर आनन्द पनि आइरहेछ क्या हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो राम्रो छ नि त अब म चाहिँ यहाँ बसेर फोटो खिची माग्छु मेरो घरबाटलाई फोटो खिचिदिनु अरे क्या अब हाम्रो सामानहरू यहाँ प्याक भइसकेको छ प्याक भन्नाले अब प्याक गर्नुपर्ने हुन्छ होइन प्याक भन्छु के भन्छ मोबाइलमा चार्ज नै छैन सो होइन कस्तो लाग्यो त भ्यू कस्तो छ म्याम एकदम राम्रो नि कुरै नगर्नु एकदम राम्रो छ तपाईँहरूलाई फेरि पनि म भन्न चाहन्छु यदि काठमाडौँमा बस्दै हुनुहुन्छ र यता ललितपुर एरियामा बस्दै हुनुहुन्छ भने यो ठाउँ लाखुरी भन्जाङ भन्ने ठाउँ अवश्य आउनुहोला यस्तो फोर ठाउँमा बसेर हामी खुवाइ पुवाइ गर्दैछौँ होइन कान्छी खान्थ्यो के खाने हो तर लास्टै फोहोर गरेको छ साथीहरू एकदम फोहोर छ हेर्नु न जताततै खाएर त्यतिकै फालिदिएको छ म चाहिँ घरै लान्छु बरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले कति धेरै आउनु भयो नि त कति धेरै मान्छेहरू आइसक्नु भयो हामी आउँदा चाहिँ त्यति धेरै थिएन 4-5 जना चाहिँ थियो यहाँ अहिले चाहिँ छ चारैतिरबाट छौतानी छ म चाहिँ यता छु कस्तो भइरहेछ त घुमाइ यहाँ चाहिँ खासै राम्रो लागेन गाइज हेर्न सक्नुहुन्छ होइन अब यता भनेको यति हो उता त घुमिसक्यो हामी उता माथि उता माथि घुमिसक्यो अब यता यस्तै हो भ्यूहरू हेर्न सक्नुहुन्छ उस्तै हो यताको भ्यू अनि काठमाडौँ उता देख्न सक्नुहुन्छ अब के भनौँ यस्तै हो हामीहरू चाहिँ यहाँ आएको छौँ अहिले त्यहाँबाट पक्नु तपाईँहरूलाई हेराउँछु म यो ठाउँबाट हामीहरू अहिले चाहिँ यहाँ आएको छौँ नि त
हेर्न सक्नुहुन्छ तपाईँहरू हैन। मान्छेहरूको भिड त्यति धेरै छैन, ठिकै छ। तर अघि हामीहरू आउँदाखेरि चाहिँ खासै त्यति थिएन नि त। अहिले चाहिँ बढी नै छ नि। तपाईँहरूलाई यहाँबाट हेराउँछु नि त भ्यूहरू। पुरै काठमाडौँ हेरिरहेछ क्या गाइज। अनि अहिले चाहिँ हामीहरू अब फोटोसोटो खिचेको नि त, फोटोहरू खिच्यौँ। अनि कति 4:30 बज्न लागिसक्यो। अनि लगनखेल पनि जाने भनेको नि त। त्यही भएर अब हामी यहाँबाट निस्किने साथीहरू, जाने होइन हामी जाने यहाँबाट। राम्रो छ ठाउँ चाहिँ, तर यहाँ चाहिँ एकदम फोहोर छ क्या। एकदम खाएर प्लास्टिकहरू जताततै छ क्या। एकदम डस्टबिन पनि छैन नि त। तर पनि आफैले बुझ्नुपर्ने, यस्तो फोहोर त नगर्नुपर्ने घुम्ने ठाउँमा। त्यही हो, जो हेर्दै हुनुहुन्छ यहाँ आउनुभयो भने त्यस्तो नगरिदिनु होला। अनि हामी चाहिँ जान लाग्यो गाइज। साथीहरू हामीहरू चाहिँ रुम आइसक्यौँ होइन। रुम आएर चाहिँ अब लगनखेल जानलाई निस्केको हो नि त। त्यही भएर आजको भिडियो यतिसम्म नै हो। आई होप तपाईँहरू भिडियो हेरेर इन्जोय गर्नुभयो होला। अनि लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। आजको भ्लग यति नै, बाई बाई।